के भन्छ हाम्रो भगवान र दैत्यहरूको युद्ध गर्ने बेला भयो, एउटा शक्ति प्राप्त गर्न अस्त्र खोल्ने बेला भयो। त्यो बेलामा उहाँहरूले एउटा यस्तो जन्तु अथवा मानवको हड्डी खोज्नुभयो जसले हरेक दिन दुध पिएको थियो। ल हेर्नुहोस् त, यति बेलादेखि यसलाई वैज्ञानिक रूपमा भन्ने भने हामीहरू सानो बच्चालाई दुध पिलाउनु पर्छ। दुधमा क्याल्सियम हुन्छ, क्याल्सियमले हड्डी बलियो बनाउँछ भनेर हामी साइन्टिफिक रिसर्च गर्छौँ। त्यस्तै वैज्ञानिक तथ्यमा आधारित भएर यो सयौं हजारौं वर्षदेखि आएको भागवत गीतामा पनि यो भागवतमा उहाँले सरल भाषाले त्यो अस्त्र बनाउन सबैभन्दा बलियो हड्डी कसको हुन्छ त, जसले हरेक दिन गाईको दुध पिएको छ र त्यस्तो को हड्डीले अस्त्र बनाउनुभन्दा के मुनि भन्नुभयो नाम मैले बिर्सेँ, उहाँको हड्डी त्यति बलियो हुन्छ। र मैले आजको कार्यक्रममा धेरै आमा दिदीबहिनीहरूलाई देखेको छु, हुन त बुवाहरू पनि हुनुहुन्छ। अहिले अब जेन्डर न्युट्रलको यो कुनै पुरुष महिला भन्ने अवस्था छैन, सबैको यसमा चाहिँ सहकार्यको आवश्यकता छ। यो कथाबाट तपाईँहरूले आज मैले लिएको एउटा मात्रै म्यासेज, एउटा मात्रै यसबाट लिएको सन्देश भयो भने तपाईँहरूले तपाईँहरूको बच्चालाई दुध पिलाउन, हरेक दिन दुध पिलाउन नबिर्सिनु होला। त्यो गर्नुभयो भने उहाँहरूको हड्डी बलियो हुन्छ। हड्डी बलियो हुन्छ भनेको उहाँहरू स्वस्थ हुनुहुन्छ भन्ने एउटा मैले म्यासेज आजको कार्यक्रमबाट सरल तरिकाले उहाँले दिन खोज्नु भएको त्यो मलाई पनि प्राप्त भयो। र म यो कुरा फेरि लिएर गएर हाम्रो धर्मलाई विज्ञानसँग जोड्ने उसमा विभिन्न यो प्रवचन सेमिनारहरूमा जाँदाखेरि मैले यसलाई सेयर गर्नेछु। त्यसको लागि हाम्रो कथावाचिकाज्यूलाई हार्दिक मद्दत गर्न चाहन्छु। र त्यसै गरी अब म स्वास्थ्यमै काम गर्ने भएको भएर स्वास्थ्यको कुरा गर्दैछु, समय छोटो छ। र यो हाम्रो विश्व स्वास्थ्य सङ्गठनले पनि स्वास्थ्यलाई अहिले पहिला भन्दा रोग लागेका नलागेका भनेर दुई क्याटेगोरीमा छुट्याउँथ्यो। र अहिले स्वस्थ कसलाई भन्छ त भन्दाखेरि जो फिजिकल रूपमा शारीरिक रूपमा हिँडडुल गर्न सक्छ, मानसिक रूपमा स्वच्छ छ र सामाजिक कार्यहरूमा पनि यसरी जुड्छ। जो सामाजिक कार्यक्रमहरू हुँदा घरमा बसौँ नजाउँ भन्ने छैन कि ए जाउँ न त्यहाँ भेटौँ सबै मान्छेसँग बोलौँ भन्छ, त्यो मान्छे स्वस्थ हो भनेर त्यसले व्याख्या गरेको छ। त्यसैले यो हाम्रो धार्मिक कार्यक्रमहरूले यो हामी सबैलाई एकजुट हुने, आउने, नाचगान गर्ने अनि त्यसमा कथा पनि सुन्ने। यो बिहानदेखि साँझसम्म कथा सुन्दा अवश्य गाह्रो हुन्छ। बिचबिचमा भजन कीर्तनहरू गर्दै हाम्रा सुमधुर वाद्यवादकज्यूहरूले जुन इन्टरटेनमेन्ट दिनुभएको छ र हाम्रो कथावाचिकाज्यूले पनि साह्रै राम्रोसँग भजन गरेर हामीलाई एकदम जागरुक बनाएर कथा प्रवचन दिनुभएको छ। यसबाट सम्पूर्ण लाभान्वित हुनुभएको छ भन्ने मलाई लागेको छ। र यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुभएका सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै र यो कार्यक्रमको धेरै धेरै सफलताको म हार्दिक शुभकामना टक्राउँदै यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार, नारायण। धन्यवाद डाक्टर सन्तोष कैरी शुभकामना मन्तव्यको लागि। मैले दाताहरू एकै थपिनु भएको छ, थप दाताहरूको नाम सक्न चाहन्छु। भेषराज भट्टराई, भूपराज जोशी, भेषराज भट्टराई जसलाई हामी भूपराज भनेर चिन्छौँ, चापाकोट 9 चोशीबाट 5100 प्रदान गर्नुभएको छ। हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। यस्तै कुबिजा भण्डारी, चापाकोट 9 फुलबारीबाट 1050। शीतलदार आमा समूहको खाता खुल्यो। शीतलदार आमा समूह चापाकोट बेचौर बगैँचाबाट अध्यक्ष झमता बस्याल हुनुहुन्छ, 11111 प्रदान गर्नुभएको छ। हामी कृतज्ञता व्यक्त गर्छौँ। यस्तै रामु बस्याल, चापाकोट 9 बेचौरबाट रु 5105 प्राप्त भएको छ। हामी धन्यवाद दिन्छौँ। स्वर्गीय पिताम्बर बस्यालको स्मृतिमा उहाँले प्रदान गर्नुभएको छ, रामु बस्यालजीले 5105 रुपियाँ। यस्तै भुवानी नेउपाने, छोरा चण्डी प्रसाद नेउपाने, नाति सुनिल नेउपाने र सुदन नेउपानेको तर्फबाट
रु 10,111 प्राप्त भएको छ। हामी उहाँलाई धेरै धेरै कृतज्ञता व्यक्त गर्छौँ। आदरणीय उपस्थित महानुभावहरू, बसाई व्यवस्थापन अझै राम्रो हामी गर्न सकिरहेका छैनौँ, शीतल चाहिँ भइरहेको छैन। तर पनि हाम्रो कार्यक्रमको हाम्रो निम्तालाई स्वीकारेर यहाँ आउनुभएको छ। जे होस्, जहाँसम्म लाग्छ हामीले कथा र वाद्यवादन चाहिँ राम्रो क्वालिटीको प्रस्तुत गरिरहेका छौँ। अब म उद्घाटन मन्तव्य राखिदिनुको निम्ति आदरणीय यस कार्यक्रमका प्रमुख अतिथि एवं चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री ज्ञानराज कोइरालाज्यूलाई आफ्नो उद्घाटन मन्तव्य राखिदिनुको निम्ति अनुरोध गर्छु। धन्यवाद कार्यक्रम सञ्चालक बन्धु भक्त भण्डारी ज्यू एवं यस कार्यक्रमका महासचिवज्यू। आज हामीले यो रचने मन्दिर परिसरमा एउटा भव्य कार्यक्रम गरिराखेका छौँ। 4 दिनदेखि कार्यक्रम चलिरहेको छ। यो कार्यक्रमका अध्यक्षज्यू अनि त्यस्तै गरी आजका विशिष्ट अतिथि चापाकोट नगरपालिकाका 9 वडा अध्यक्षज्यू अनि त्यस्तै गरी मञ्चमा उपस्थित हुनुभएको एकदमै विद्वान वैज्ञानिक डाक्टर सन्तोष गैरेज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मैले सर्वप्रथम नमस्कार व्यक्त गर्न चाहन्छु। आजको यस मैले उद्घोषण गर्दाखेरि मन्तव्य दिँदाखेरि छुटाउनै नहुने नाम छुटेछ। आजको कथा वाचिका समधुर एवं प्रखर वाचिका पूज्य सुश्री आरती कृष्ण प्रियाज्यूलाई मैले नमन व्यक्त गर्न चाहन्छु। उहाँका शब्दहरू बाणीहरू एकदमै मार्मिक छन्, सान्दर्भिक छन् र हाम्रो समाजलाई एउटा पथ प्रदर्शन गर्ने खालका छन्, मननीय छन्। त्यसका लागि एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु। हुन त उहाँ हाम्रो यस सेन्जावासी हुनुहुन्छ, हाम्रै टोलको हाम्रै क्षेत्रको हुनुहुन्छ। उहाँलाई यो क्षेत्रको माया छ र उहाँले धेरै नै हामीलाई ज्ञान, भक्ति, कर्मका कुराहरू सिकाउनु भएको छ, स्वास्थ्यका कुराहरू सिकाउनु भएको छ। सन्तोष गैरेज्यूले पनि धेरै नै हामीलाई पोषणका कुराहरू, दुधको महत्त्वका कुराहरू, दुधमा भएका पोषक तत्त्वका कुराहरू पनि बताएर जानुभएको छ। आज मैले केही हामी मानव जीवन मानव भएर जन्मिसकेपछि हामीले के कुराहरूमा ध्यान दिनुपर्छ भन्ने विषयमा म केही कुराहरू भन्न चाहन्छु। वास्तवमा हामी मान्छे भएर जन्मेपछि हामीले प्राप्त गर्ने कुरा भनेको नम्बर 1 स्वास्थ्य हो। एक नम्बरमा स्वास्थ्य किन पर्छ भने जब हामी अस्वस्थ हुन्छौँ अथवा रोगी हुन्छौँ, हामीसँग शक्तिविहीन हुन्छौँ, हामीले केही पनि गर्न सक्दैनौँ। जब हामीसँग स्वस्थ अथवा स्वास्थ्य बलियो हुन्छ, हामी सबै कर्म गर्न सक्छौँ। मानसिक रूपमा, शारीरिक रूपमा हामी दुवै किसिमबाट स्वस्थ भइयो भने हामीले कर्म पनि गर्न सक्छौँ, भक्ति पनि गर्न सक्छौँ र ज्ञान पनि आर्जन गर्न सक्छौँ। र यी सबै कुरा हाम्रो जीवनको लागि चाहिने भएको हुनाले त्यो हामीले आफ्नो स्वास्थ्यलाई सपार्नको लागि एकदमै ठुलो महत्त्व दिनुपर्छ।
र यहाँ पोषणका कुरा आयो, दुधका महत्त्वका कुरा आयो। दुधमा क्याल्सियम हुन्छ, यो कम्प्लिट रूपमा प्रोटिन पनि हुन्छ। यसले मेटाबोलिजम पनि एकदम हाम्रो शरीरमा मेटाबोलिजमलाई स्ट्रेन्थ गर्छ र हामीलाई इनर्जी प्राप्त गर्छ। हामी बलवान शक्तिशाली हुन्छौँ, हरेक कुराबाट हामीले इनर्जी प्राप्त गर्छौँ। त्यति मात्र होइन, हाम्रो जीवनमा हामीले माया पनि गर्न जान्नुपर्छ। माया ममताका कुराहरू दोस्रो नम्बरमा आउँछ। माया ममता भनेको हामीले हाम्रो परिवारलाई माया गर्ने कुरा पनि आउँछ, हामीले आफैले आफैलाई माया गर्ने कुरा पनि आउँछ, हामीले हाम्रो समाजलाई माया गर्ने कुरा पनि आउँछ, हामीले हाम्रो कर्मलाई माया गर्ने कुरा पनि आउँछ, हामीले हाम्रो उद्देश्य पूरा गर्नका लागि गर्नुपर्ने मायाका कुरा पनि आउँछ। र हरेक सेक्टर, हरेक विषय क्षेत्रसँग हामी एकदमै मायालाई जोड्नुपर्छ। हरेक दिन, हरेक क्षेत्र, हरेक विषयमा मायालाई जोडियो भने हृदयमा के लिएर जानुहोस्। म द्वारा नै देशको परिवर्तन हुन सक्छ। म परिवर्तित भएँ भने बल्ल मैले राष्ट्रलाई परिवर्तन गर्न सक्छु। यहाँ बस्नु भएको छ अनि यहाँ सर आउनु भयो, सरले सुनाउनु भयो, उहाँ आउनु भयो, उहाँले सबै समस्या सुनाउनु भयो, हजुरहरूले सुन्नु भयो। यहाँबाट यतिकै जानुहुन्छ अनि के गर्नुहुन्छ हजुरहरूले? हजुरहरूको योगदान के हुन्छ त? त्यही त हो नि आध्यात्मिकताबाट सिक्ने, त्यही त हो नि कथाबाट सिक्ने, आफूलाई परिवर्तन कसरी गर्ने भने स्वयंलाई परिवर्तन गर्न सिक्नुहोस्। त्यसपछि हजुरले कसैको आश गर्नै पर्दैन। हजुर प्रसन्न हुनुभयो भने हजुरले सबैमा प्रसन्नता देख्नुहुन्छ। त्यसपछि बल्ल हामीले भागवत सुनेको पनि सार्थकता प्राप्त गर्छौँ। त्यसपछि हामी सबैले स्वयंलाई हामी सनातनी हिन्दू हो भनेर हजुरले के भन्नुपर्छ? हाम्रो देशमा भएका सबैले, यहाँ त अनेक ऋषि मुनिहरू कति लाखौं वर्ष तपस्या गरेर आएको स्थल छ। हामी प्रयागराज जानुपर्छ र स्नान गर्न, कुम्भ मेला भनेर प्रयागराजमा जानुपर्छ र जहाँ स्वयं शालिग्राम भगवानलाई लिएर श्री रामजीको मूर्ति बनाइएको छ, जहाँ स्वयं शालिग्राम भगवान विराजमान हुनुहुन्छ। यो नेपाललाई त केवल हिन्दू राष्ट्र मात्र बनाए पुरै विश्व गुरु हुन सक्छ। नेपाललाई विश्व गुरु बनाउनुहोस् न। भागवत जी द्वारा हजुरले के सिकेर जाने त?
भक्ति हजुरले जान्नुहुन्न। हजुरलाई जप्न मन लाग्दैन, तप गर्न मन लाग्दैन, हजुरलाई नाम जप गर्न पनि मन लाग्ला। तर हजुरले के गर्न सक्नुहुन्छ त? हजुरले राम्रो काम गर्नुभयो भने राम्रो काममा नै हजुरको राम्रो कर्ममा नै भगवान बस्नुहुन्छ। हजुरबाट जप भएन भनेर चिन्ता नलिनुहोस्, हजुरबाट योग ध्यान भएन भनेर चिन्ता नलिनुहोस्। तर हजुरले राम्रो काम, हजुरको सोचमा राम्रो परिवर्तन आयो भने नै त्यही नै हजुरको भगवान हो। आज हाम्रो कथाको समय विलम्ब भइसकेको छ। अब हामीले आजको क्रमलाई यही नै भगवानको श्री चरणमा विराम गर्दै अब अन्य सूचना उहाँले दिनुहुन्छ। आज हजुरहरूले आज लाखबत्तीको पनि कार्यक्रम हो नि, के हो लाखबत्तीको कार्यक्रम पनि हो र साँझ शिवताण्डव हुन्छ। हजुरहरू सबै आएर आनन्द लिनु। के लिने हजुरहरूले? आनन्द लिनु। बोल भक्त वत्सल भगवानको। अब सुन्दर भजनमा सबैले नृत्य गर्ने, खूब ताली बजाउने, मजाले नाच्ने र आफ्नो हृदयमा भएका पापहरूलाई भगाउने। सुश्री आरती कृष्ण प्रियज्यू लगायत विभिन्न तह र तबकामा माथि बस्नुभएका सम्पूर्ण महानुभावहरू र उहाँको टिम लगायत यो धार्मिक कार्यलाई सफल बनाउनलाई र विभिन्न आस्थाहरू बोकेर यो पुण्य ठाउँमा उपस्थित हुनुभएका सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमस्ते। सर्वप्रथम त यति ठुलो महान कार्य यहाँ सञ्चालन गरेर स्वयं मलाई पनि यो पुण्य ठाउँमा आउने अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण आयोजक टिमप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु र ढिलै भए पनि नव वर्ष 2083 सालको सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना शुभेच्छा पनि अर्पण गर्न चाहन्छु। र एउटा निर्वाचित भएर गइसकेपछिको एउटा जनप्रतिनिधि हजुरहरूले जुन किसिमले एउटा साथ सपोर्ट गर्नुभएको छ, पहिलो पटक निर्वाचित भएर गइसकेपछि यसरी औपचारिक रूपमा हजुरहरूसँग पनि भेटघाट हुने अवसर पनि यो पहिलो पटक मिल्यो। त्यसको लागि हजुरहरूले जसरी एउटा युवालाई विश्वास गरेर यो युवाले अब पक्कै केही गर्ला कि भनेर जुन खालको आशा गरेर ममाथि जुन मत दिनुभएको छ, त्यसलाई पक्कै पनि मेरो बल बुताले भ्याएसम्म त्यसलाई विश्वासमा परिणत गर्ने गरेर एकदम इमान्दार भएर काम गर्ने यो प्रतिबद्धता, यो भगवानको यो पुण्य ठाउँमा उठेर म प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र यो धार्मिक कार्यको विषयमा धेरै व्याख्या गरेँ भने त यहाँ कथावाचिका यस्तो महान कथावाचिका हुनुहुन्छ, त्यसैले गर्दा मैले धार्मिक रूपमा त्यति धेरै व्याख्या गरिनँ। तर पूर्व वक्ता हाम्रो वडा अध्यक्षज्यूले पनि विभिन्न कुराहरू, विभिन्न मुद्दाहरूको विषयमा कुराकानी गर्नुभएको थियो। त्यसै सँगसँगै चापकोटसँग म धेरै टाढा छैन, चापकोटका समस्यासँग म त्यति धेरै टाढा छैन। म पनि यस्तै गाउँमै हुर्केर बढेर पढेर आज एउटा प्रतिनिधिको रूपमा जाने अवसर यहीँका जनताले आमाबुवाले दिनुभएको छ भनेपछि हजुरहरूका समस्या एउटा प्रतिनिधिको रूपमा मेरा समस्या हुन् र त्यसलाई के कसरी समाधान गर्नुपर्छ भन्ने कुरामा सम्बन्धित ठाउँमा पुर्याउने र त्यसलाई समाधान गर्ने एकदम कटिबद्ध प्रतिबद्ध भएर लाग्ने म यो ठाउँमा उभिएर म हजुरहरूलाई उद्घोष गर्न चाहन्छु। र विभिन्न कुराहरू गर्नुभएको छ। चापकोट आफैमा पनि धार्मिक रूपले अति नै महत्त्वपूर्ण क्षेत्र हो यो चापाकोट, र चापकोट नगरले पनि एउटा आध्यात्मिक सहरको रूपमा चापकोटलाई विकास गर्नुपर्छ, आध्यात्मिक नगरको रूपमा विकास गर्नुपर्छ भनेर एउटा प्रपोजल चापकोट नगरको तर्फबाट पनि स्वयं मन्त्री पुगेको थियो। र त्यो पुगिसकेपछि मैले त्यसलाई चाहिँ अब हामीले सम्बोधन गर्नुपर्छ, अहिले नै बजेटमा नभए पनि आगामी दिनमा चाहिँ यसलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ भनेर सम्बन्धित तहमा त्यो पनि दर्ता गराइसकेर यो चाहिँ महत्त्वपूर्ण हो है स्याङ्जा क्षेत्र नम्बर 2 को लागि, चापकोटको लागि भनेर मैले त्यो दर्शाएको म यहाँहरूलाई त्यो पनि जानकारी गराउन चाहन्छु। र कृषिको विषयमा, सिँचाइको विषयमा कुराकानी गर्नुभएको छ। मैले यहाँ आउँदा बारम्बार पनि भनि नै राखेको थिएँ, यो सिँचाइको विषयमा पनि सम्बन्धित तहमा हामीले गर्नुपर्ने पहलको तहमा चाहिँ हामीले गर्छौँ र एउटा स्थानीय तह फरक राजनीतिक दलका आस्थावान कोही साथीहरूले चलाउँदै गर्दा र हामी सङ्घमा हुँदै गर्दा पनि हामीले कुनै पनि राजनीतिक विधेयक, राजनीतिक विचार बोकेकै आधारमा हामीले विभेद गर्दैनौँ। हेर्नुहोस्, सबै नागरिकले आफ्नो सेवा सुविधा पाउनुपर्ने उहाँहरूको अधिकार हो र त्यसलाई फुलफिल गर्ने एज अ जनप्रतिनिधि हाम्रो चाहिँ दायित्व रहन्छ। त्यसले गर्दा वडा अध्यक्षज्यूहरूसँग, मेयर उपमेयरज्यूहरूसँग सम्पूर्णसँग हामीले एउटा सहकार्य गरेर नै हामीले अगाडि बढ्छौँ। त्यसमा चाहिँ हजुरहरू ढुक्क हुनुहुन्छ र अरू कुनै यहाँ उपस्थित मध्ये विभिन्न राजनीतिक दलको आस्थावान महानुभावहरू हुनुहोला, त्यसको आधारमा हामीले कुनै पनि विभेद गर्दैनौँ। मान्छेले राजनीतिक आस्था विचार लिन पाउनु मान्छेको अधिकारको क्षेत्र हो। त्यसले गर्दा हामीले एज अ प्रतिनिधि र
एउटा राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीको चुनाव चिन्ह जितेर म गइसकेपछि पनि म अब राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै प्रतिनिधि होइन। हेर्नु, जनप्रतिनिधि भनेको सबैजनाको, हजुरले जुनसुकै विचार लिनुहोस्, जुनसुकै आस्था लिनुहोस्, जुनसुकै राजनीतिक दलसँग आस्थावान हुनुहोस्, केही फरक पर्दैन, तर हजुरहरू सबैजनाको एउटा प्रतिनिधि हो र त्यो प्रतिनिधिले गर्नुपर्ने काममा एकदम इमान्दार भएर अगाडि बढ्छु, यति चाहिँ म हजुरहरूलाई आग्रह गरेँ। र अस्पतालको विषयमा, स्वास्थ्यको विषयमा कुराकानी गर्नुहुन्छ, म अस्ति मात्रै के भयो भनेदेखि अस्ति म 2 दिन पहिला आथे वालिङ र गलेङ गएँ, कालीगण्डकी गएँ, चापकोट चाहिँ त्यति बेला आउन मिलेन, 2 दिनलाई मात्रै आथे। त्यसपछि अलिकति टेक्निकल्ली यो यहाँ चापकोटको यो नगर हस्पिटल बनिसकेको तर भवन बनेर पनि सञ्चालनमा नआएको कुराहरू निर्वाचनमा आउँदा नै हजुरले जानकारी मलाई गराउनु भएको थियो र त्यहाँ टेक्निकल्ली थोरै चाहिँ त्यहाँ अलिकति मिलेन। त्यसले गर्दाखेरि यही नगर हस्पिटल सञ्चालन गर्न अबको आर्थिक वर्षदेखि नै हामीले सुरु गर्नुपर्छ भनेर नै म यहाँभन्दा त्यो अस्ति म काठमाडौँ जानुको उद्देश्य भनेको त्यही स्वास्थ्य मन्त्रालयमा यसैसँग डिस्कसन गर्न गएको। तर तत्कालै होला नहोला अथवा तर हामीले गर्नुपर्ने पहलमा एउटा जनताले पाउनुपर्ने स्वास्थ्यको सुविधाको विषयमा पक्कै पनि म चाहिँ एकदमै सिरियस छु। त्यसमा चाहिँ जस्तै नगरपालिकाको मेयर साहब उपमेयरसँग पनि कुराकानी पनि भएको थियो र उहाँहरू पनि सिरियस हुनुहुन्छ। आफ्नो जनतालाई सेवा सुविधा दिने कुरामा यहाँको वडा अध्यक्षज्यू लगायत सम्पूर्ण एकदमै अब गर्न पाए हुन्थ्यो, गर्नलाई चाहिँ उहाँहरू पनि एकदमै कटिबद्ध प्रतिबद्ध एकदम सिरियसली नै राख्नु भएको छ र हामीहरू सबैजना मिलेर त्यसलाई सञ्चालन गर्नलाई पक्कै पनि अगाडि बढ्छौँ। म यति आग्रह हजुरलाई जानकारी गराएँ र यसरी आइसकेपछि यसभन्दा पहिलेको धेरै जसो महायज्ञमा एउटा प्रमुख अतिथि अथवा प्रमुख व्यक्तित्व भएर आइसकेपछि विभिन्न भेटीहरू दान गर्ने त्यस्तो खालको चलन हजुरहरूसँग एक्सपेक्ट पनि त्यस्तो खालको हुनसक्छ। हामीले राजनीतिमा एउटा 33 वर्षको युवा राजनीतिमा आउँदै गर्दाखेरि यहाँ मसँग भएको महत्त्वपूर्ण कुरा भनेको इमान्दारिता हो। हेर्नुहोस्, त्यस हुनाले गर्दा म यो भगवानको मन्दिरमा उभिएर मैले यो इमान्दारिताको मसँग भएको इमान्दारिताको भेटी जे जति छ त्यो म भगवानलाई चढाएर म इमान्दारिताबाट कहिल्यै पनि तल माथि दायाँ बायाँ हुन नपरोस् भन्ने प्रतिज्ञा गर्छु यही उभिएर। र यो क्षेत्रको धार्मिक रूपमा विकास गर्नको लागि यो क्षेत्रबाट गएको प्रतिनिधिले सम्बन्धित तब बजेटका कुराहरू होला, विभिन्न कुराहरू होला, मन्दिर निर्माण, पार्क निर्माण जे उद्देश्यले यो महान कार्य हजुरहरूले गर्नुभएको छ त्यसको लागि एज अ प्रतिनिधि मैले गर्नुपर्ने सम्बन्धित ठाउँमा ढोका ढकढक्याउने कुरामा यहाँको समितिसँग सँगै म रहेको म यहाँबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। समितिका सम्पूर्ण साथीहरूलाई, महानुभावहरूलाई र सम्पूर्णलाई फेरि पनि यो धार्मिक कार्यमा आउनु भएको छ, एकदमै महत्त्वपूर्ण कार्यक्रममा आउनु भएको छ र सकेसम्म सबैले दान गरेर आफ्नो धार्मिक आस्थालाई चाहिँ जीवित राख्ने प्रयास गर्नुपर्छ र हामी पनि यहीका प्राणी हौँ, हामीलाई पनि धार्मिक रूपमा विभिन्न आस्था विचारहरू छन् र समग्रमा मैले अब धेरै कुराहरू राखिनँ। म सधैँ हजुरहरूसँग सँगै छु, हजुरहरूका समस्यामा सँगै छु, धार्मिक कार्यमा होस् अन्य कार्यमा होस् सधैँ सँगै हुने प्रतिबद्धता व्यक्त गर्दै समग्र यो महायज्ञको सफलताको शुभकामना शुभेच्छा अर्पण गर्दै अहिले मेरो मन्तव्य यही अन्त्य गर्न चाहन्छु। नमस्ते। हार्दिक आभार प्रकट गर्दछौँ भर्खरै माननीय झबिलाल डुम्रेज्यूले समस्त चापाकोटको दुःख समस्यालाई मनबाटै महसुस गर्दै उहाँले सक्दो यो ठाउँलाई बनाउनको लागि पहल गर्नेछु। म भर्खरकै युवा भगवानलाई साक्षी राख्दै हजुर समक्ष म इमान्दारिता कायम गर्नेछु र तपाईँहरूलाई मैले सकेको गर्नेछु भने एउटा प्रतिबद्धता जाहेर गरेर गइसक्नु भएको छ। सबैजनाले हात माथि गरेर गडगडाटमा यो सुखद महायज्ञमा आज हामीले युवा नेतालाई माननीयको रूपमा पाउँदै गर्दा प्रत्यक्ष हाम्रो सानो अत्यन्तै व्यस्त समयको बावजुद पनि हाम्रो निम्तोलाई स्वीकारेर हाम्रो निम्तोलाई जस्ताको तसै आत्मसात गरेर अहिले यसबेला भए पनि उपस्थित भइदिनु भयो। यो सिङ्गो चापाकोटको लागि पनि यो ऊर्जाको विषय रहनेछ। तसर्थ मैले उहाँलाई तालीको गडगडाट अझै एकछिन अपेक्षा गर्दछु र यति बेला फोटो सेसन चलिरहेको छ। हामीसँग अत्यन्तै जीवित भगवान एकजना ममतामय माता देखिरहेको छु। ममतामय माता लीला कुमारी अर्यालज्यूलाई देखेको छु। आमाको सम्मानको लागि पनि ताली त चाहियो है। र यति बेला हामी अत्यन्तै खुसी छौँ। यो मूल समारोह समिति अध्यक्ष आदरणीय दाई दण्डपानी अर्यालज्यूको भाउजू हुनुहुन्छ। उहाँ फेरि पनि एकचोटि गडगडाट तालीले सम्मान गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। र हाम्रो प्रतीक्षाको घडी सकिसकेको छ। हाम्रो सामु हाम्रो माननीय आइसक्नु भएको छ। हामी अत्यन्तै गौरवान्वित छौँ, हर्षित छौँ। अब हामी ढिलो नगरिकन धेरैलाई लागेको होला उहाँबाट हामीले के सुन्न पाउँछौँ, चापकोटको विषयमा के छ योजना भन्ने हार्दिक स्वागत टकाउँछौँ।
साथमा उहाँ सँगसँगै आउने हाम्रा आदरणीय युवाहरू आदरणीय नेताहरूको पनि आगमन भइसकेको छ र तापकोट नगरपालिका नम्बर 9 का वडा अध्यक्ष श्रीमती दाजु सँगसँगै आइरहनु भएको छ। फेरि पनि गडगडाट ताली चाहिँ एकछिन चलिरहनको लागि अनुरोध गर्दछु। स्टेजमा आउँदै हुनुहुन्छ स्याङ्जा जिल्ला क्षेत्र नम्बरको प्रतिनिधि सभा सदस्य तथा युवा नेता माननीय झबिलाल डुम्रेज्यू। हजुर हाम्रो प्रतीक्षाको घडी सकिएको छ, तपाईँहरू धेरै लाग्न सकेको छ र साथमा माननीय सँगसँगै कृष्ण डुम्रेज्यूको पनि आगमन भएको छ। कृपया मञ्चमै आइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु र उहाँसँगै आउनुहुने सम्पूर्ण हाम्रा आदरणीय नेताहरू आदरणीय दाइहरूलाई यथास्थानमा हासिल गर्नुको लागि अनुरोध गर्दै अब भने हामी कार्यक्रममा उहाँलाई यति बेला मुख्य बाचिका पूज्य सुश्री आरती श्रीकृष्ण प्रियाज्यूले माला लगाइदिनु भएको बोल श्री कृष्ण कन्हैया लाल को मैले पाउनुपर्छ भने तर त्यति बेला के दियो भन्दा उनीले छान्ने तपाईहरु सबैले छानेर आउनु भएको केही परम्परा हो। त्यसकारणले म आस्तिक र म धर्म मान्छु भनेको उनीलाई वर छान्न दिन्नी भनेसी स्वयंवर भन्ने त्यहाँबाट आएको। अहिले हाम्रो बिहामा स्वयंवर गर्ने भनेको अर्थ त्यहीदेखिको परम्परालाई हामीले कन्टिन्यू गर्दै आएको। अमृत निस्क्यो गत वर्ष जानुभयो होला, मैले सठिक मात्रै भन्छु किनभने यत्रो चाहिँ श्रीमद् भागवत सबै त मैले कहाँ भन्न सक्छु र। गत साल उहाँ प्रयागराजमा कुम्भ मेला भयो। हाम्रो परम्पराले वेद परम्पराले के भनेको छ भने त्यो अमृत प्रयागराजमा उज्जैनमा
नासिक र हरिद्वारमा राख्दाखेरिमा केही बुथहरू चुहेको छ, त्यहाँ गएपछि पवित्र हुन्छ भनेर हामी नेपालीहरू बेसरी चाहिँ त्यहाँ गएर गत साल गइएको छ। हो, अमृत बाँड्ने बेलामा अब हामी दैनिकीमा गयौँ, अमृत बाँड्ने बेलामा अमृत चाहिँ देवताले मात्रै खानुपर्छ, राक्षसले खान हुन भन्दा एउटा सर्भानु नामको राक्षसले चन्द्रको रूप धारण गरेर देवताको लाइनमा बसे र विष अमृत पिए। त्यो तुरुन्तै भगवान श्रीकृष्ण श्रीहरिले मोहनीको रूपले बाँड्दै हुनुहुन्थ्यो, राक्षसले विष खायो भनेपछि सुदर्शन चक्रले हानेर त्यो सर्भानु शिर राहु र शरीर केतु भयो। त्यो दुईटाको बुथबाट झरेको र उम्रेको बिरुवा हाम्रो वेद परम्पराले लसुन र प्याज भन्छ। विज्ञानले लसुन र प्याजलाई अमृत माने पनि तिनै दुईटा राक्षसको मुखबाट जुठो हो भनेको कारणले हाम्रो भान्सामा पवित्र कार्यमा कहिल्यै पनि लसुन र प्याज चलाइँदैन। यी त्यसमा 14 चिज निस्क्यो, कल्पवृक्ष निस्क्यो, रम्भा निस्किन्, धेरै कुरा। महायज्ञ ज्ञान समारोह मूल समितिका अध्यक्षज्यू, प्रमुख बाचिका, सानो उमेरमा पनि राम्रो बाचिका हुनुहुनेछ, प्रमुख बाचिकाज्यू, त्यसपछि उपवाचकज्यू, तपाईँहरू सम्पूर्ण उपस्थित, यो पुण्य कार्यमा उपस्थित हुनुहुने तपाईँ सम्पूर्णलाई शुभ दिन, नमस्कार, राधे राधे। सबभन्दा पहिला यो मञ्चमा आज मलाई बाटोमा आउँदै गर्दा याद आयो, आजभन्दा ठिक 11 वर्ष पहिला वैशाख 12 गते शनिबारकै दिन धेरै नेपालीहरूले भूकम्पमा परेर देवाङ्गत भएथे। यो पुण्य पवित्र ठाउँबाट म सबैपट्टि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्छु। त्यसै गरी तपाईँहरू यत्रो सबै हुनुहुन्छ, आज नेपालीहरूको गौरवको दिन, राजा जनककी पुत्री सीता आज वैशाख शुक्ल नवमीको दिनमा हलाबाट हाम्रो देशको चेली, नेपालकी चेली भनेर जन्मिनु भएको उहाँलाई सम्झन चाहन्छु, उहाँलाई हृदयदेखि सम्मान गर्न चाहन्छु। माता सीताको आज जन्मदिन हो। तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो पुण्य कार्य गर्नुभयो, यहाँका आमा समूहहरू लागेर यो विधिवत तरिकाले मान्छेहरू बिस्तारै कलीको बढी प्रभाव पर्यो, भगवान छन् भनेर लाग्नुभयो। तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। म आभार प्रकट गर्न चाहन्छु। म काठमाडौँ थिएँ, ताकेता गरेर हिजो फोन धेरै आयो, म आउनै पर्छ, अन्त बरु भलिबलको उद्घाटनमा गएँ, यो पवित्र कार्यमा आउनुपर्छ। म नास्तिक होइन, म पूर्ण आस्तिक मान्छे हो, त्यस कारणले मलाई बोलाइदिनु भयो। तपाईँहरूपट्टि आभारी छु, ऋणी छु, कृतज्ञ छु। तपाईँहरूले धेरै कथा सुनिसक्नुभयो होला, बाचिकाले भनिसक्नुभयो, महाज्ञान पनि भनेको छ। कति ज्ञान हासिल गर्नुभयो अथवा कतिखेर चाहिँ भजन आउँछ र नाचनला भन्नुभयो। तपाईँहरूलाई मैले यो श्रीमद् भागवत पुराणको यथार्थ जीवनमा हामीले भोगिरहेको, हामीले दैनिक उपभोग गरेको, बोलेको, तर हामीले कतिपय नबुझेका कुराहरू म तपाईँहरूलाई केही भन्छु। 8औं संस्करणमा 8औं संस्करणमा छ समुद्र मन्थन। हामी समुद्र मन्थनको कुरा गर्छौँ, कालीगण्डकी नदी स्नान पनि गर्छौँ। कालीगण्डकी नदी उत्तर बगेकोमा बडा पवित्र हो नि भन्छौँ, तर बुझाइमा मैले कम पाएको छु। यत्रो दिन कथा सुनेर महाज्ञान लिएको भए तपाईँले पक्कै बुझ्नुभयो होला। समुद्र मन्थनमा मन्द्राचल पर्वत, वासुकी नाग, एकापट्टि सुर र एकापट्टि देवताहरूले मन्थन गर्दा सबैभन्दा पहिला निस्किएको हो हलाहल। कालकुट पनि भन्छ, त्यो विष हो हलाहल। हलाहल विषले ब्रह्माण्ड ध्वस्त हुन्छ भनेपछि संहार गर्ने जिम्मा भगवान शिव शङ्कर भोलेनाथको थियो। उहाँले पेटमा लैजाँदा राम मर्छ, पेटमा जाँदा हरि मर्छ, मुखमा राख्दा राम मर्छ भनेर घाँटीमा नीलकण्ठ बनाउनु भयो। शिवजीको जटाबाट सबभन्दा पहिला पृथ्वीमा भागीरथको तपस्याले आएको गङ्गा नदी यहाँबाट उत्तरपट्टि बग्दाखेरिमा शिवजी उत्तरमा विराजमान हुनुहुन्छ। त्यो बोलेको, त्यो जलेको चाहिँ त्यो विषको टहललाई शीतलता प्रदान गर्छ यो नदीले भनेर उत्तर फर्केकोलाई, उत्तर बगेकोलाई हामीले पवित्र मानिन्छ। पहिला निस्क्यो के हलाहल, त्यसपछि
प्लानले नै कति जिम्मेवार छन् त असुरहरू यानि कि राक्षसहरू भनेर प्री प्लानले नै अर्को समुद्र मन्थनमा निस्किएको लक्ष्मी जब लक्ष्मी एकदम रूपवती नाचेर मैले सकिनँ अनि तिमी त आज किन धेरै भक्तहरूको उपस्थितिले हो कि लाज मानेको जस्तो गऱ्यो नाच्न पनि छैन
किन थाक्नु अनि म छेउछाउतिर बढी नाचेँ तिमीलाई सबै गर्नु पर्यो तिमीले कस्तो नाच्छौ भनेर विचार गरेको फेरि नाच्ने त पार्वती कि कैलाशतिर जाउँ मेरो जताबाट गङ्गा बगे जस्तै यो भोजनमा हामी नृत्य गर्दा पनि यो पसिना पनि गङ्गा सुरु गर्ने काम गर्छ हामी भएपछि मैले नकाट्न भन्छ ठिकै छ नाचौँ है त हरे शिव नाचेर धनका हो कि होइन